मेरो बिहानी चाहिँ सधैँ रस हुन्छ and this is how I manage. Hey guys, this is Meisha. Firstly, I want to thank everyone for all the love and support that I have received from yesterday. मैले फेरि ब्लगिङ सुरु गरेको चाहिँ 2 महिना भयो तर कन्सिस्टेन्ट चाहिँ भइरहेको थिएन. So this time I want to do consistent एकदमै. As usual मेरो दिन चाहिँ उस्तै हुन्छ लाइक बिहान उठो फ्रेस हुओ अनि प्री वर्कआउट खाऊ जिम जाऊ लाइक अलवेज. सो आज चाहिँ मेरो लेग एन्ड शोल्डरको डे थियो एन्ड हियर्स माई मम्मी. मेरो मम्मीले चाहिँ मैले भन्दा एकदम राम्रो प्रोग्रेस गर्नु भएको छ लाइक सी हेभ लस्ट 25 kg इन दिस इयर. एज मैले पनि 15 kg लस्ट गरेको फेरि रिगेन गरेको छु एन्ड आई रिग्रेट फर द्याट. देन आफ्टर जिम सेसन सकाएर म फ्रेस भएँ र हतार हतार क्लासको लागि रेडी भएँ. यु क्यान सी माई मेकअप ग्लोइङ एन्ड हियर्स माई पर्सनल पठाओ माई बोयफ्रेन्ड. एन्ड हेर्नु न क्लास सकेपछि दुईजना पानीपुरी खाएर चाहिँ त्यो पनि खाली पेटमा. ओ माई गड यस्तो त छ हालत डाइटको. देन आफ्टर आज गर्मी थियो सो खरबुजा खाएँ र मम्मी चाहिँ रोटी बनाउँदै हुनुहुन्छ अनि मासुको अचार अल्छु. एन्ड इफ यु आर माई ओल्ड भ्युअर म मासुको अचार बनाउने गर्थेँ एन्ड स्टिल गर्छु पनि. जस्ट मैले चाहिँ पोस्ट गरिरहेको थिएन अनि फेरि मम्मीले यता तरकारीहरू पनि बनाउँदै हुनुहुँदो रहेछ. सो मैले प्रपर मिल गरेको छैन. सो आज चाहिँ सुक्खा रोटी र मम्मीले बनाउनु भएको यो आलु अनि पनिरको तरकारी खाँदैछु. त आजको लागि यति नै. म चाहिँ मिठो डिनर खाएर यहीँ डे एन्ड गर्न चाहन्छु. सी यु गाइज इन नेक्स्ट ब्लग. बाई.